सम्माननीय सभामुख महोदय, अहिले युद्धको भूमि इजरायल हामी सबैलाई थाहै छ। त्यस्तो परिस्थितिमा पनि सरकारले 2300 समथिङ कामदारको माग आयो, त्यसमा पठाउनको निम्ति सरकारले तयारी गरिरहेको अवस्था रहेछ र त्यो गरिरहँदाखेरि बाँचे गरिखा मरे मरिजा भन्ने हिसाबले इजरायलमा पठाउनको निम्ति त्यहाँ चाहिँ यो CIIN अथवा चाहिँ यो एउटा कन्सल्टेन्सीले त्यसको निम्ति परीक्षा लिइरहेको रहेछ। त्यसमा चाहिँ सहभागी जति पनि श्रमिकहरू छन् विभिन्न किसिमका समस्याबाट उहाँहरू आज ग्रसित भइरहेको रहेछ। सर्भर डाउन हुन्छ, एक्जाम दिँदै दिँदै तपाईँको एक्जाम रोकिन्छ, फेरि 5000 तिरेर चाहिँ त्यहाँ फेरि तपाईँको चाहिँ दोस्रोचोटि त्यो एक्जाममा भर्ना हुनुपर्ने। त्यहाँको एप्सहरू राम्रो चलेको छैन र अहिले आन्दोलन भइरहेको छ। सो आन्दोलनबाट तपाईँको चाहिँ 2 जना आन्दोलनमा सहभागी भयो भनेर चाहिँ कालीमाटी प्रयोजकमा थुनेर राखेको छ। कतिसम्म नेपाली युवा र नेपाली श्रमिकहरूले तपाईँको शास्ति भोग्नुपर्ने सभामुख महोदय, तुरुन्तै सम्बन्धित तपाईँको मन्त्रालयले सो तपाईँ घटनामा छानबिन गरियोस् र योभन्दा अगाडि अर्कै कन्सल्टेन्सीले त्यो सम्बन्धी परीक्षा लिने गरेको रहेछ। अहिले भर्खरै चाहिँ तपाईँको परिवर्तन गरिएछ, कसको स्वार्थमा के को लागि गरियो। र अर्को कुरो, बाहिरबाट थुप्रै तपाईँको श्रमिकहरू सो परीक्षामा चाहिँ भाग लिन आएको छ, टाढा टाढाबाट आएको छ, आन्दोलन भइरहेको छ, परीक्षा दिनु पाएको छैन, होटेलमा बसिया छ, महँगो महँगो तपाईँको चाहिँ फी तिरेको छ, बसिया छ। यो शास्ति कहिलेसम्म सभामुख महोदय? त्यसै कारणले गर्दाखेरि थुप्रै किसिमका समस्याबाट म भर्खरै त्यहाँ पुगेर आएँ, त्यो हल पनि हेरेर आएँ। जहाँ तपाईँको चाहिँ परीक्षा हुन्छ त्यहाँ चाहिँ लिसनिङ, तपाईँको चाहिँ रिडिङ र तपाईँको चाहिँ राइट